सोको विगत 2 वर्षदेखि पिपिलाई 3 करोड नेपालीको आँखाले स्वदेशमा भएका नेपाली विदेशमा भएका नेपालीहरूले सुनिरहेका थिए। केही पूर्वसम्म हामीलाई के विश्वास थियो भने बिपी जिउँदै छौँ भन्ने हामीलाई महसुस लागेको थियो। अनि त्यसबेला बिपी फर्कै आउँदा उनलाई एउटा भव्य स्वागत गरेर त्यही मानिसहरूबाट लिएर जाने हाम्रो इच्छा थियो। तर त्यो भएन। दुर्भाग्य भनौँ हामी पिपिपी नभए दुनियाँ भएन। कारण त्यसरी उनको सब मुलुकमा आफ्नो जन्मेको मुलुकमा पारिएको छ। Yeah.